गुड मर्निङ साथीहरू, गुड मर्निङ। आज चाहिँ एकदम लामो समयपछि भ्लगमा फेरि आएको छु म है। यो ठाउँ आउने बित्तिकै मलाई पुरानो झल्काउँछ क्या साथीहरू है। हामी यहाँनिर चाहिँ आएर यो ठाउँमा सुत्थ्यौँ पहिला, टेन्टहरू टाँगेर यो ठाउँमा सुत्थ्यौँ। यहाँ चाहिँ अहिले हाम्रो घरबेटी बाले पनि यस्तो परिवर्तन गरिसक्नु भएको छ। माथि टेन्टहरू हालेर, माथि टेन्ट थिएन पहिला है, पुरै टेन्ट हालेर परिवर्तन गरिसकेका छन्। यो होटल हेभेन चिने गायब भएछ होटलको, चिने हावाले साइड लगाइदिएछ होइन। अनि हाम्रो यहाँबाट देखिने भ्यू चाहिँ एकदम बवाल के बवाल निजगढको है। सानो यो घर पनि पुरै खत्रै बनाइदिए। अनि यतापट्टि भयो हाम्रो निजगढको भ्यू, गजब ठाउँ। यो लिचिटोल जाने बाटो, नगरपालिका जाने बाटो छु होइन। फेरि यस्तो छ नि, चेन्ज भएछ क्या धेरै कुराहरू होइन गाइजहरू। यो निजगढको यस्तो बवाल देखिन्छ हाम्रो भ्यू है। म देखाउँछु ल, ल देख्न सक्नुहुन्छ। यो लिचिटोल जाने बाटो हो है, लिचिटोल जाने बाटो सरर लाएर। अनि यहाँ हाम्रो आइसक्रिमहरू बेच्ने हाम्रो दाजु पुरै माइकिङ साइकिङ लिएर आइसक्रिमहरू सब तयारी गरेर पुरै बेच्नलाई रेडी है। गर्मी लाग्यो नि त, त्यही भएर यहाँबाट देखिने यो चाहिँ नगरपालिका चोक होइन। यस्तो बवाल छ नि। अहिले चाहिँ यहाँ धेरै कुराहरू चेन्ज भएछ कि, म घरतिरै छु नि दाजुभाइ होइन। त्यही भएर यस्तो बवाल तपाईँहरूले चाहिँ निजगढ घुम्नु भएको छ कि छैन होइन। निजगढको को हुन्छ साथीहरू कमेन्ट पनि गर्नु होला है, कमेन्ट पनि गर्नु होला। र अहिले ग्यासको सर्टेज हुँदा पनि ग्यास बस्छ, हामी ग्यास लिन जान्छौँ है। अनि यो पूर्व जाने बाटो महेन्द्र राजमार्गको पूर्व बाटो हो भने यो चाहिँ पश्चिमपट्टि सैचोकपट्टिको बाटो हो है। ल साथीहरू, सरले चाहिँ पुरै चलाइरहनु भएको छ, पुरै मस्त। हाम्रो पुरानो भाइ दिवस भाइ पुरै के पुऱ्याउनु गयो है, यहाँबाट भिडियो बनाइरहेको छु। पुरै हाम्रो दिवस भाइ होइन, दिवस भाइ माथि के पुऱ्याउनु गयो माथि होइन, पुऱ्याउनु गएको छ माथि। दिवस भाइको घर चाहिँ यो है, हाम्रो दिवस भाइ घर। दिवस भाइ घर यहाँ छ होइन। म चाहिँ पुरै यहाँ बसेर यहाँ पुरै भिडियो बनाइरहेको छु होइन। दिवस भाइ कमेन्ट हान है, कमेन्ट हान, भिडियो अपलोड हुन्छ होइन। निजगढको भ्यू चाहिँ भ्यू टावरबाट भिडियो बनाइरहेको छु होइन। भ्यू टावर भन्दा नि हाम्रो रुमको माथि टप फ्लोरबाट भ्यू टावरभन्दा कम छैन नि त्यो त, त्यही भएर कस्तो भिडियो आउँछ यहाँबाट होइन। बवाल छ नि त हाम्रो घरबेटी बाको घर, एकदम बवाल तरिकाले बनाएको छ। भाइ पुरै के लिएर निस्किनु छ दिवस भाइ, दिवस भाइमा के लिएर निस्किनु छ भन्ने गर्नु जाँदैछ। पुरै भाइलाई प्र्याङ्क हाल्नुहुन्छ ल, पुरै भाइलाई पुरै उसँग बनाइन्छ ल। आयो भाइ, आयो है भाइ, आयो के लिएर, के लिएर। ओ भाइ के हो, पुरै लिएर के लिएर आएको, के लिएर आएको, के लिएर हिँडेको भने दुध तरकारी। ए ल ल ल अहिले भेट्नुपर्छ ल। भाइ पुरै यहाँ लिएर गइरहेको, तरकारी लिएर गयो अरे, तरकारी मस्त चिलमा गइरहेको भाइ होइन। घरमा गएर डक्टर आएर उता मम्मीले बोलाउनु भएको छ, त्यही भएर उ भयो होइन। चिल तरिकामा गइरहेको भाइ होइन। यो गर्मीमा है यो सर्बत खानुको मजा नै छुट्टी छ क्या साथीहरू। यस्तो चिसो बनाउँछ शरीरलाई, इनर्जी पनि खत्रै दिन्छ है। यस्तो दामी छ है, कुरा नगरौँ। ल हेलो साथीहरू, गुड इभिनिङ है, गुड इभिनिङ। हामी चाहिँ यसो दाजुभाइ आफ्टर लङ टाइम भेट भएको छ होइन। अब यसो चिया चौतारीमा अनि चोकतिर जाँदैछौँ।
हाम्रो चाहिँ यो तिहार दसैँ तिहारको बिचमा भिडियो बनाएको थियो, त्यसपछि भिडियो बनाएको थिएन। यसरी प्लान अर्कै थियो। अलि अगाडि बिहानै भेट्ने भने थियो, तर चाहिँ भाइसँग चाहिँ भेट्न भएर कन्ट्याक्ट बिन भएर चाहिँ यति बेला भेट्नु रहेछ होइन। टक्क लाएर गाइस त त्यही हो कुरो ल। अनि अरू भनौँ न, अरू तिम्रो के छ भाइ? अनि खबर के हुँदैछ प्रगति? यहाँ चाहिँ यत्रो गाडी छ है, त्यति लामो रह्यो गाडी पनि। यहाँ सनलाइट पुरै रिफ्लेक्ट भइरहेको होइन। अनि हामी चाहिँ अब के गर्छ त्यो कुराहरू पनि देखाउँछ है तपाईँहरूलाई। के पो चाहिँ हामीलाई चाहिँ यहाँ कस्तो लाज लागिरहेको छ कि है। उतातिर दिदीहरू पनि छ, कस्तरी हेरिरहनु भएको छ अनि लाज लागिरहेको छ। नगरी होइन, गर्ने हो कि केही हुन्न कि भाइ, त्यो भ्लग हो। गदर स्टेसन हाम्रो भाइको हिँडाइ नै फेरि गराएको छ कि पुरै पब्लिक एरियामा छौँ हामी होइन। तर पनि मलाई चाहिँ खासै डर लाग्दैन, त्यस्तो नर्भस फिल हुँदैन। त्यही भएर टक्क लाएर सही चोकमा आउँदैछौँ है गाइज। हाम्रो सिजनल भ्लगमा चाहिँ टक्क लाएर यो जान्छ। सिजनल भ्लग भनेको चाहिँ अब जस्तो सुकै सिजनको पनि भ्लग आउँछ भन्न खोजेको। त्यसरी बुझ्दाखेरि भयो। एउटा नाम हो होइन, नामले खासै मतलब गर्दैन, काम गतिलो हुनु पऱ्यो नि त। त्यो हाम्रो सही चोक स्केटिङ हाउस है, स्केटिङ हाउस। यो चाहिँ यहाँ सागरी बाटोमा साइकल राइडर दाइहरूसँग भेट भएको होइन, यस्तो राइडर। अनि हाम्रो यहाँ चटपटे जक्सन है, यहाँ यो 8 नम्बरको यहीँ भाइ र यहाँ अङ्कलको यहाँ चटपटे पसलमा आएको छौँ हामी चाहिँ होइन। टक्क लाएर यहीँ हामी दाजुभाइ यहाँ अङ्कलले चटपटी बनाउँदै हुनुहुन्छ। मस्त चटपटी बन्दैछ। के पाइन्छ अङ्कल यहाँ हाम्रो पसलमा? चटपटी पानीपुरी ढुङ्ग्री खाना मन छ भने चाहिँ तपाईँहरू यो शहीद चोकबाट यता माथिल्लोपट्टि के भन्छन् बागदेव जाने बाटोमा चाहिँ पस्न नभुल्नु होला है त। अङ्कल घर चाहिँ कति नम्बर? 7 नम्बर। ए आलु प्याज चाउचाउ एड भइसक्यो यहाँ। यहाँ मसला आइटमहरू छ। अनि ग्राहक कतिको व्यापार हुन्छ अङ्कल यहाँ दिनमा? हजुर। ए भनेपछि राम्रै चल्छ होइन? कस्तो व्यापार 3000-3500 हुँदाखेरि 1500-2000 जति फाइदा हुन्छ? 1000-1500 1000 जति पाइन्छ है। व्यापार भने अपार हो कि, व्यापार भने व्यापारै हो कि होइन त भाइ? त्यही नै भोलि चटपटी पसल खोल्ने होइन त? के छ लक्ष्य तिम्रो? वैज्ञानिक बन्ने कि नासाको टिचर बन्ने कि डक्टर बन्ने कि पाइलट बन्ने कि यस्तै ड्राइभर बन्ने कि बिरामी सेवाकारी ड्राइभर कि राष्ट्र सेवक बन्ने? मेरो ठिक ठुलो खोर्सानी चाहिँ नराख्दैन हामीले बेसी हुँदैन ठिकै हाम्रो टक्क लाएर चटपटी रेडी भइरहेको छ। ल धन्यवाद। अब हामी खाँदा जाँदैछौँ है भाइ। चटपटी रिभ्यू त कस्तो छ? दामी छ, दामी। सबजना आउनु होला। दामी छ है। गजब छ। विज्ञापनको लागि मात्रै होइन, मिठै छ है। हामी चाहिँ यहाँ गुम्बा हामी यहाँनिर पुरै मस्त भाइहरू एक्सर्साइज गर्दैछन् आफ्नै सन्ध्याकालीन एक्सर्साइज। हाम्रो भाइले नि मस्त घुमाइरहेको छ। फेरि घुमाउ भाइ, हातले घुमाउ न, हातले समातेर त्यो डन्डीमा होइन। ल फाइनल गर्दा हुन्छ मस्त कुन ठाउँमा यतिर ठ्याक्कै कुन ठाउँमा छौँ त्यो भण्डारी टोल अनि हामी चाहिँ टावरको तल छौँ होइन। यहाँ माथि चाहिँ एनसिएल टावर छ। टक्क लाएर जाँदैछ। मेरो चाहिँ यति नै भिडियो थियो होइन। बाई बाई।